ल यो कार्यक्रम चाहिँ म चाहिँ भर्खर चाहिँ यहाँ घर भेडिकिएको अवस्था हो होइन। यो हाम्रो यो के भन्छ भवन निर्माणको काम चाहिँ पिल्लर सिल्लर उठाउने काम सम्पन्न भइसक्यो। अब बाँकी काम चाहिँ हाम्रो हुँदै जानेछ। निर्माण सामग्रीहरू अब त्यतातिर झरिरहेछ होइन। यता यसो सानोतिनो गफगाफ भेटघाट चलिरहेछ होइन। अब यस्तो छ है अवस्था। म तपाईहरुलाई ताजा जानकारी यहीँबाट गराउन चाहे। आफ्नै घरको आँगन मुनि ढलेको यो आँपको रुखलाई आज यो चिरेर हैन खत्तम गर्ने मेरो लक्ष्य। आजको कार्यक्रम सुरु भइसक्यो साथीहरू। जुनसुकै देश जुनसुकै अब प्रदेश सातै समुद्र पारी जहाँबाट हेर्दै हुनुहुन्छ, अब यसरी बिहानीको सुरुवात हुँदैछ मेरो। तपाईहरुको कसरी भयो साथीहरू? फाइनल्ली हाम्रो आजको बिहानीको कार्यक्रम चाहिँ यहीँ सकिएको घोषणा गर्दछु। कार्यक्रम व्यापक भयो। तपाई देख्न सक्नुहुन्छ। ल यहाँ हेर्नुस्, यो सब कार्यक्रम आज सकियो। बिहानीको कार्यक्रम आफ्नै आँगन मुनिको यो आँपाको बुटो चाहिँ चिरेर सकियो। अब बाँकी कार्यक्रम त्यता नि बुटा लडाइसकेको अवस्था छ। यसलाई चाहिँ आज छ्याक्क पारियो यसलाई। अब बाँकी काम चाहिँ अब भोलिको कार्यक्रममा अनि गर्नेछौँ भन्दै आजको यो दाउरा चिर्ने कार्यक्रम यहीँ सकिएको म घोषणा गर्न चाहन्छु। दाउरा यति चिरियो गर्मीले शरीरमा एउटा पनि लुगा लाउन नसकेर सब फालेर लास्टमा चाहिँ यो काम सबै सकियो है। यहाँ हेर्नुस्। ल अब भोलि चाहिँ माघे संक्रान्तिको पूर्व सन्ध्यामा हामीले अब यहाँ रोटा फुरौला पकाएर ल यहाँ हेर्नुस् भयङ्कर खाइयो। अब यी करेसा बारी भन्दा मुनि चिरेका दाउराको यहाँ अब आगो दुध तताउने कार्यक्रम भइरहेछ। केही भन्न छ र आमा? यहाँ मान्छे छन् के? केही भन्न छ र? यहाँ छन् के इष्टमित्र साथीभाइ? इष्टमित्र साथीभाइ अब छोराहरू आमा हुन्थ्यो कि छोरा आएन नि के नाति एउटा आएको थियो बल्ल आएको कता गएको थियो। ए अरू अरू छोरी पनि आएन के अब दिदीबहिनी पनि आएनन्। यो अस्ति चिरेका दाउरा बोलिया छन् भयङ्कर। दुध तताउने कार्यक्रम भइरहेछ अलि। अरू केही भन्न छैन त्यसमा? केही भन्न भए भन्नु, सबैले सुन्छन्। यहाँ सबैले सुन्छन्। सबैले अब छोराहरू पनि आएर नि के आफ्नो आफ्नो गरेर बसेको के स्याहार्नु छु मैले। अब यहाँ पकाउन पर्यो, खानिदिनु पर्यो नि। अब मर्ने बेला भयो, अब खाना त दिनु पर्यो, खानु पर्यो नि। ल ठिक छ। ल माघे सङ्क्रान्तिको शुभकामना दिनु नि त। ल हेर्नुहोस्, रोटी बने चाहिँ एक नम्बर। यतिको मिठो रोटी आजसम्म बने पनि थिएन, बन्नेवाला पनि छैन। ल यो सेलरोटी भयो, यो भयो फुरौला। आफ्नै करेसा बारी भन्दा अलिकति मुनि तलबारी माथि बारी पखेरामा को बारीमा फलेको मास अनि सिल्टुम पिसेर यही घरमाथिको मिलमा पिसेर बनाएको यो फुरौला एक नम्बर छ। कसैले यसलाई दोष लाउन पनि सक्दैन, केही गर्न सक्दैन। ल हेर्नुहोस्, कन्टेन्टवाला मान्छे पछाडि हुनुहुन्छ। हाम्रो कन्टेन्ट यस्तो खतरा कन्टेन्ट दिनुहुन्छ उहाँले। तपाईँले अब हेरिरहनु भएको छ। अब खासै धेरै भन्नु केही छैन। उग्र पात मिठो छ, कुरा छोडिदिउँ। माघे सङ्क्रान्तिको सम्पूर्ण नेपालमा र विदेशमा रहने सम्पूर्णलाई शुभकामना यहीँबाट म भन्न चाहे। ल आज पनि बिहानीको सुरुवात मिरमिरे घामसँगै
आजको यो कार्यक्रम यो राउसिन यी दाउरा चाहिँ अब यहाँ सुरुवात भइसक्यो। यो चिर्ने आजको कार्यक्रम सुरु भइसक्यो। तपाईँ जुनसुकै देश, जुनसुकै सहर, जुनसुकै विश्वको जुनसुकै कुनाबाट हेर्दै हुनुहुन्छ भने पनि मेरो दिनको सुरुवात यसरी भइसक्यो। तपाईँको कसरी हुँदैछ, के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ? ल मेरो कार्यक्रम यसरी सुरु भइसक्यो। ल फाइनल्ली यो वर्षको दाउरा चिर्ने कार्यक्रम यो सम्भवतः सकियो। अब त्यतातिर पनि त्यत्रो थुप्रो देख्न सक्नुहुन्छ। यताको यो पनि कार्यक्रम सकिएको घोषणा गर्दछु। बिहानीको सुरुवात सँगसँगै मिरमिरे घामको झुलको सँगसँगै हाम्रो स्टुडियोको घडीमा 10 पनि बजिसक्यो। बिहानको सम्पूर्ण कार्यक्रम यहीँ सकिएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद। और मंसूर भाई क्या हाल है? ठीक है, ठीक है। सलाम वालेकुम। वालेकुम सलाम। और ठीक है ना? गजब देखिए है एक राम्रो देखिए है। मंसूर भाई, मंसूर अली खान, हामी एकदम चरणको लास्ट चरणमा छ। यो लुक्स पनि बेटरै देखिया है। ल राम्रो छ मंसूर भाइ। ल यो आजको बिहानीको सुरुवात सँगसँगै यो बोरामा एउटा कोसेली लिएर म जाँदैछु। अब यताबाट आएको म हैन। यो बिहानीको सुरुवात सँगसँगै यो एउटा बिरालोको बच्चा म लिएर छोड्न जाँदैछु। हैरान 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 पारेर यसले आमालाई दिनु दुःख दियो। त्यही भएर यसलाई म बेच्न लिएर हिँडेको। बेच्न लिएर हिँडेको। अब कति दाम पर्छ अब त्यति बेलै थाहा होला। तर यसको रेट हाई छ। यसलाई महँगो भन्दा महँगो रेटमा बेच्ने मेरो लक्ष्य छ। ल पानी हाल्ने कार्यक्रम यसरी भइरहेछ है। पिल्लरको काम। छिटो गर भाइ। उही पुरानै समस्या छ। हेर्नुस् क्रिकेटमा ल हेर्नुस् खेल्यो ग्राउन्ड यत्रो ग्राउन्ड छ, खाली बलै हराउँछ। अब यस्तै भेट्दै अझ लाइट बालेर हे अल्लाह। अरे लाइट बालेर मंसूर भाई इधर देखो। मंसूर भाई, मंसूर अली खान यस्तो छ। यहाँ तलतिर यसो सानो गेट टुगेदर छ हाम्रो साथीभाइहरूको हैन। अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ। अब यहाँ हुन्छ कि यहाँ किसिम हुन्छ। उहाँ सर मेन नाइके उहाँ हुनुहुन्छ, उहाँ दुर्गा दाई हुनुहुन्छ, हाम्रो सर
अल द वे फ्रम अब उहाँ मुख्य नायिकै उहाँ हो फेरि यो कार्यक्रम केही भन्नु छ सर आगो यहाँ बोलिरहेछ त ल यस्तो छ अब यति ल सर यस्तो टुप्पा रुखमा चढ्दा डर लाग्दैन हो र लडिएला नि फेरि ए झरेको काब्रो नि हजुरले झारेको होइन झरेको काब्रो खत्रै हो मान्छे सर ल ल बिहानीको सुरुवात सँगसँगै आफ्नै घर आँगनमा यस्तो ल हेर्नुहोस् ल घाम हेर्नुहोस् यो हाम्रो आफ्नै निजी निवास अब यहाँ तपाईँ देख्न चाहनुहुन्छ ल हेर्नुहोस् अहिले चाहिँ म कहाँ छु कस्तो अवस्थामा छु भनेर तपाईँहरूले आकलन पनि गर्न सक्नुहुन्न म त्यस्तो ठाउँमा छु हेर्नुहोस् साथीहरू ल हेर्नुहोस् हाम्रो गाउँको नजारा हाम्रो यो घर भयो यता ल हेर्नुहोस् डाँडा काँडा हाम्रो हरियाली सुन्दरताको बयान गरेर साध्यै छ के कुरा गर्ने ल यहाँ हेर्नुहोस् म अहिले यस्तो ठाउँमा छु है हेर्नुहोस् यहाँबाट हाम्रो गरौँसिरको मन्दिर पनि देखिन्छ वहाँ तपाईँ ओ माथि देख्न सक्नुहुन्छ टावर त्यही हाम्रो गरौँसिरको मन्दिर हाम्रो निर्माण कार्य भइराखेको छ यहाँ आमा बहिनी बाहिरभित्र गर्दै हुनुहुन्छ अब यताको घरवाला मान्छे बसाइ सारेर मधेसिया हुनुभयो अब हामी चाहिँ अब यही ठाउँमा अब दुःख गरिरहेछौँ अब किसानी मान्छे बिहान उठेर अब यसरी अहिले म कटारको बुट्टामा छु साथीहरू यता पुछार घरतिर यता यस्तो छ अवस्था ल बिहानीको सुरुवात सँगसँगै आफ्नै घरभन्दा मुनिको कटरे पाटामा झरेर कटर झराल्ने काम गर्दैछु भनेर म यसरी तपाईँहरूलाई जानकारी गराउन चाहन्छु अब बिहानीको सुरुवात त के भनौँ र अब यो दिउँसोको मध्याहको 12 बजे होइन हाम्रो यो क्षेत्रका मुस्लिम समुदायका हाम्रा साथी मन्सुर अली खानजी दाउरा चिर्दै हुनुहुन्छ उहाँ एकदम जाँगरिलो मान्छे कुरा छोडिदिउँ उहाँको अब केही भनिन मान्छे नेट चलाउन निउलेमा बुट्टा टुप्पाएर बस्यो नि यस्तो पनि वाइफाई टिप्छ अरे कहाँ सकिन्छ हैसा नचाउँदै यार क्यार नर उहाँ पुग्ने यार बिहानीको सुरुवात सँगसँगै अब आज चाहिँ 2 भारी घाँस हिजोको घाँस पनि स्टक छ अनि भोलि चाहिँ म निस्किने तयारी हो त्यसैको लागि चाहिँ घाँस चाहिँ आज अलिक भोलिको लागि पनि काटेर अब म भोलि निस्किने तयारी भइसक्यो यताको काम यति नै यथावतै छ है ल म भोलि जाँदैछु केही भन्न छ र केही भन्न छ भोलि जाँदैछु म भोलि केही भन्न छ आएछ त नि फेरि 15-20 दिनमा हो अरू 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 के भन्ने र गोरिस दुःख काटिसकेर अब जान पर्यो दुःख त के दुःख हो र अब घाँस काट्न हेर्ने काम गर्नु दुःख त हो नि छैन दुःख केही छैन मलाई केही दुःख लाग्दैन त्यसो भए केही भन्न छैन अरू छैन के भन्ने र ऊ गरे त्यो शिवरात्रि आयो के बाउ छोरा के उसको पनि छुट्टी भयो शिवरात्रि ए ल बाउको छुट्टी नहोला अब मेरो हुन्छ दाइको बाको हुँदैन त्यही गरौँ त्यसो भए होइन हुन्छ ल हुन्छ खै हो त्यहाँको बनान मेन बनान ले मैले गर्छु ल सर यही होइन सर कुरा भएको यो हुँदैछ है सर ल
केही भन्न सर कौन सा भाइ 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 ए भाइ ए भाइ नुन त खानै हुन्न ल 10 दिनको बसाइ अब म आज अन्त्य गर्दैछु अब के गर्ने जान मन थिएन अब मनमा कति पीडा छ जान मन छैन तर के गर्नु नगई सुखै छैन के जानै पर्यो अब यहाँ दिदी पनि आउनु भएको अब नगई सुख छैन ल अहिले लाग्छु पनि है केही भन्नुहुन्छ र केही भन्नुहुन्न ल अहिले आमा एकदम निशब्द भावुकमा हुनुहुन्छ त्यही भएर म अब लागेँ है